80 रुपियाँको साग है। अस्ति कतिवटा भिडियोमा यत्रो बोटाएको थियो, अहिले चाहिँ ठुल्ठुलो भएको छ। खाँदै पनि छौँ। मजाको भएछ। तर यहाँ हेर्नु न, यहाँ आउँदा चाहिँ जहिले पनि च्याउ हुन्छ के। यो चाहिँ के च्याउ होला भन्ने नि। हेर्नु त च्याउ कत्रो कत्रो छ, हेर्नु होला। सङ्गो यहाँ हेर्नु आउनु नि, च्याउ यस्तो खालके छ के। त जहिले पनि हुन्छ क्या, यहाँनिर आउनुपर्छ कि च्याउ। च्याउ अरे साग टिप्नु आउँदा नि हुन्छ। आजभोलि चाहिँ हामी त्यति खाएको छैन हो। साग टिपेर पठाइदिन्छौँ। अरू कसलाई खानु मन लाग्छ उनीहरूलाई चाहिँ आउँछ, दिएर पठाइदिन्छौँ। यो के च्याउ हो? यो चाहिँ यस्तो चाहिँ यो कस्तो कालो कालो च्याउ है। यता पनि रहेछ। यहाँ चाहिँ कुहिएर नि सकेको रहेछ। हेर्नु नि, यहाँ छ। अन्त कति मजाको रहेछ, हेर्नु न। फेरि घामले गर्दा त्यति नदेख्दो रहेछ कि। कस्तो दामी भइरहेछ च्याउ चाहिँ फेरि। हेर्नु त कति मजाको च्याउ। मलाई चाहिँ फेरि यस्तो कुराहरू देख्नै हुँदैन नि त, टिप्नु मन लागिहाल्छ नि त। च्याउ है, दामी छ है यो च्याउ। हेर्नु चाहिँ उया मेरो छोरा पानी सागमा पानी हाल्नु पाएन भनेर रुएर पानी हाल्दैछन् कि। हेर्नु न के गरेको सङ्गु, केमा? अन्त हापु भिजिसक्यो त। हात पनि भिजाएको। हापु भिज्यौ, हापु नभिजाउनु। हेर्नुहोस् यता चाहिँ घामले ओइलाएछ। यता चाहिँ मजाको भइरहेछ साग। कसलाई खानु मनपर्छ है साग चाहिँ। घर घर त पुऱ्याउनु आउनु सक्दिनँ, कतै लिन आयो भने दिन्छु। तर पुऱ्याउनु चाहिँ आउनु सक्दैन। हेर्नु खासै धेर चाहिँ छैन। यहाँदेखिको पठाउ तल छ अलिकति, तपाईँहरूले देखेको होला। मैले अस्ति टिपेको थिएँ नि अर्को भिडियोमा। सङ्गु घर जाने बेला भयो कि भएन?